भनिरहेको छु माछा फ्राई भइरहेको छ राम्रो भएको यसै पनि यति धेरै डर लाग्छ मलाई फिस खान झर्न खोजे जस्तो भइरहेको हिँडियो है बाहिर बिनाजु चाहिँ घर जाँदै हुनुहुन्छ पुगिसक्नु भएको छ कोही यता हुनुहुन्छ कोही यता हुनुहुन्छ कोही बिहान साथीहरू आज चाहिँ हाम्रो डिनरमा चाहिँ फिस करी बनाउन लागेको छौँ यो चाहिँ हाम्रो अलिकति हड्डी नभएको काँडा नभएको भन्नु नानी यो चाहिँ काँडावाला एकछिन सो अनि यो चाहिँ हाम्रो जिउँदो माछा है जिउँदो माछाको टेस्ट नै अर्कै हुँदो रहेछ क्या यस्तो एकदम राम्रो छ सो आज हामीले चाहिँ हाफ एन आवरको लागि म्यारिनेट गरेर राख्न लागेको छौँ अनि यसको टेस्ट अलिकति फरक हुन्छ अरे सो यसलाई चाहिँ सबै मसलाहरू हल्का हल्का हामीले त्यो मैदा हालेको छौँ बेसन हाल्दा पनि हुन्छ बट हामीले चाहिँ मैदा एड गरेको छौँ नुन त्यसपछि बेसार अनि मैदा अनि यो अमिलो सो साथीहरू घरमा चाहिँ हामीले फिस मेरिनेट गरेर राखेको छौँ अहिले चाहिँ हामी बाहिर जाँदैछौँ अनि बाहिर चाहिँ हामीले हिजो अर्डर गरेको थियौँ सामानहरू अनि त्यो सामानहरू रिसिभ गर्नलाई प्लस अरू कामहरू पनि छ अलमोस्ट रात परिसकेको छ तपाईँहरू देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा रात परिसकेको छ सो अहिले चाहिँ हामी फटाफट हिजो चाहिँ मैले नुहाएर अर्कै फिल भइरहेको थियो कि जाडो फिल भइरहेको थियो मतलब चिसोले झन् सताउँछ कि भनेर बट त्योभन्दा अलिकति बेटर फिल भएको छ सो अहिले चाहिँ हामी बाहिर जाँदैछौँ अनि बच्चाहरूलाई पनि अलिकति पहिलेको भन्दा अलिक उनीहरू पनि बेटर फिल गरिरहेको छ त्यो सो वी आर सो ह्याप्पी फर आवर चाइल्ड सो सामानहरू चाहिँ हामीले अस्तिदेखिको हल्का सपिङहरू गरिरहेको थियौँ किन के को लागि भन्नुपर्दा चाहिँ भाइ चाहिँ भोलि घर जाँदैछ यसले चिज गर्दैछ यो यसले मलाई कति धेरै हेल्प गर्थ्यो हरेक चिजमा है किचनमा सो यो जान लाग्यो अनि त्यही भएर अझै बस्न अस्ति जानु खोजेको थिएँ नि म चाहिँ अझै 2-4 दिन तेरि त अनि 2-4 दिन बस भनेर अनि बट फाइनली यो भोलि जाँदैछ सो त्यसकै लागि हल्का यताउता कामहरू पनि भइरहेको छ अनि किन पनि बस भनेको थियो भने मलाई पनि सन्चो थिएन अनि बाबाहरूलाई पनि सन्चो थिएन बट अहिले हामी सबैजना अलिकति बेटर फिल गरेको छौँ त्यही भएर यो भोलि जान लाग्यो घरमा आइपुगेपछि आनन्द नै छुट्टै हुन्छ यस्तो जाडो है बाहिर त हावा पनि चल्नु पऱ्यो त्यही पनि हिँड्दाखेरि पनि हावा आएपछि सराउनु त्यो गाडी टाउकोमा जान्छ नि यत्रो बाटो त्यो पनि पनि चिसो फिल भएर सो फाइनली हामीले लास्ट सामानहरू कम्प्लिट गऱ्यौँ सो तपाईँको लागि चाहिँ अब हल्का चिसोले गर्दा पनि होला धेरै नै चिसो फिल गर्छ मैले त्यस्तो छ सो हाम्रो चाहिँ माछा फ्राई भइरहेको छ रहेछ है साथीहरू म आउँदाखेरि अनि दिदी भेनाले बनाउँदै हुनुहुँदो रहेछ अनि म बनाउँछु भनेर कालो दिइरहेको छु त्यो चाहिँ यस्तो मजाले फ्राई भइरहेको छ यो चाहिँ चलाइराख्नु भएछ क्या अनि त्यही भएर सबै यस्तो खिरहेको छ अनि यो फ्रेस माछा भएर पनि अर्कै खालको लुक्स दिँदो रहेछ यसले नि त यस्तो छ हाम्रो यो काँडा नवाला यसरी चाहिँ हामीले फ्राई गरिसक्यौँ है यस्तो राम्रो भएको छ अब यो काँडावाला हो यो चाहिँ यसै पनि यति धेरै डर लाग्छ मलाई फिस खानको लागि किनकि थोरै अड्क्यो भने पनि एकदमै यति साह्रो असर गर्छ कि अब हाम्रो शरीरको अङ्ग बाहेक अरू केही पनि चिज पनि केही पस्यो भने एकदम असर गर्छ अर्कै खालको फिल हुन्छ नि त त्यही भएर एकदम डर लाग्छ मलाई फिस खानको ग्रेभीको लागि मसला ग्रेभीको लागि रेडी हुँदैछ अनि मैले चपिङ पनि गरिसकेँ है टमाटर र अनियन मैले ग्रेभी बनाउनु लागेको त्यसमा फ्राई हुँदैछ सो अनि मलाई चाहिँ चिसोले गर्दा पनि एकदम टाउको पनि दुखिरहेको छ अनि अलिकति हङ्गाम पनि भइरहेको छ अनि भाइको चाहिँ उता जानुपर्ने भएकोले एकदमै बिजी भइरहेको छ अनि त्यसले गर्न आएको छैन
अनि अरू बेला चाहिँ अलरेडी हेल्प गर्न आइरहेको हुन्छ। अनि सो मलाई चाहिँ त्यही बानी परिसकेको छ कि आफूभन्दा सानो भयो भने यस्तो गर उस्तो गर भन्ने कति सजिलो हुन्छ नि त। सो आज चाहिँ एकदम बिजी भएको कारणले बिहान म खाना बनाउँदैछु। अनि अघि चाहिँ दिदी भिनाजले बनाउँदै हुनुहुन्थ्यो, त्यसपछि म आएँ। अब चाहिँ हामीले खाना गर्न लागेको छौँ। बट यस्तो हुन्छ कि मलाई चाहिँ अब कतै हिँड्नु पऱ्यो, ट्राभल गर्नु पऱ्यो या घर जानु पऱ्यो भने त अभियसली यति धेरै सामान हुन्छ कि यो पनि लाग्यो त्यो पनि लाग्यो भन्ने खालको पनि हुन्छ। अफकोर्स गाउँबाट आउँदा पनि अब त्यही फिल हुन्छ, यो पनि लाग्यो त्यो पनि लाग्यो, घरको अर्ग्यानिक चिजहरू लैजाउँ भन्ने त्यो खालको फिल पनि हुन्छ। त्यही भएर पनि जाने मतलब जाने भन्दा अघिल्लो दिन आउने भन्दा अघिल्लो दिन यति धेरै बिजी हुन्छ, यति धेरै हुन्छ। मलाई झन् यति धेरै त्यो टेन्सन भइरहेको हुन्छ नि, यो पनि छुट्यो कि त्यो पनि छुट्यो कि भन्ने खालको। अनि त्यस्तो भाइले पनि आज फिल भइरहेको होला, आज दिनभरि अलिक बिजी हुन्छ। सो मलाई चाहिँ अलवेज त्यस्तो हुन्छ। अब ट्राभल गर्ने भन्दा अघिल्लो दिन चाहिँ एकदमै त्यो राति मलाई निद्रा पनि लाग्दैन कि अब त्यो भोलि यतिखेर जानुपर्छ। अब हाम्रो चाहिँ धरनको गाडी चाहिँ अब बिहानै 4 बजे 4:30मा त लिन आइसक्छ नि त। सो त्यति बेला रेडी भइसक्नुपर्छ। अनि त्यही भएर पनि ल्यायो भोलि यतिखेर उठ्नुपर्ने भनेपछि त झन् यस्तो धेरै निद्रा लाग्दैन मलाई, यस्तो गाह्रो हुन्छ। अनि त्यसपछि हुन्छ मलाई चाहिँ त्यस्तो खालको प्रब्लम क्रिएट हुन्छ। सो हाम्रो सुप चाहिँ यसरी रेडी भयो, यस्तो मजाले पाकेको छ है, यस्तो टेस्टी पनि देखिएको पनि छ, टेस्ट पनि त्यस्तै भएको छ। सो मैले चाहिँ यहाँ स्पाइसी र नन स्पाइसी, यो चाहिँ नन स्पाइसी, यो चाहिँ काँडावाला हो। अनि यो चाहिँ बाबाहरूको लागि नन स्पाइसी रेडी गरेको छु। यसमा यो पनि छ। त्यसपछि यहाँ साग बनिँदैछ हाम्रो आजको खानामा चाहिँ। सो डिनर आज हाम्रो कम्प्लिट कुक भइसक्यो। खाना दाम छ है। कप्पु मलाई चाहिँ टाउको दुखेर एकदमै गाह्रो भइरहेको छ, एकदमै टाउको दुखेर गाह्रो भइरहेको छ, मलाई चाहिँ खाँदिन्छ। मलाई चाहिँ खान मन छैन है खासमा भन्नुपर्छ, बट तातो खायो भने अलिक ठिक हुन्छ कि भनेर ट्राई झर्न खोजे जस्तो भइरहेको छ कहिले कहिले। न्युरी दादा झन् भयो भने पनि सानो हुन्छ। म कम्तीले खाँदैछु नि त, तर हातले मिक्स गरेर जस्तो चाहिँ हुँदैन। एकदमै कस्तो बनेको छ नि, कहिले कम्प्लेट के भन्दैछु कमेन्ट गर्नु न, यसो भन्नु न कस्तो बनिरहेको छ। मिठो छ नि हो भन्नु, मिठो कि धेरै मिठो? धेरै मिठो। यो चाहिँ अब चिसोले गर्दा पनि मेरो टाउको देखेको है। अनि चिसोले गर्दा अब खाना पनि छिटै सेलाइहाल्छ, कराईबाटै तताउँदै खाँदैछु मैले। यो पाटा मेरो झर्न खोजिरहेको थियो दुखेर, त्यही भएर अलिकति असहज भइरहेछ आज चाहिँ खाना खानलाई। हट्यो होला यस्तो मजाले पाकेको छ, झरुम झरिरहेछ। झन्डै हड्डी पऱ्यो। स्वाट्टै पस्नु झन्डै हड्डी रहेछ नि। खाना त एकदम टेस्टी हुन्छ। डर लाग्यो
गाउँको जस्तो त कहाँ हुन्छ। सो यस्तो मजाको फिस छ है। तर भाइले चाहिँ यस्तो कुरा गर्दैछ, गाउँको जस्तो छरर खोलाबाट टिपेको जस्तो टेस्टी त कहाँ हुन्छ र, तपाईँ मिठो बनिएको थियो भन्दैछ। आया मम्मी त्यो हिटरमा एकछिन उ गरेको भए हुन्थ्यो नि त। मैले के भन्छ टाउको सेकेको भए हुन्थ्यो नि। आज चाहिँ मैले नुहाएको थिएँ, अनि त्यही भएर पनि मैले हेयर ड्रायर भेटेँ होइन। अनि खासै घाम पनि लागेन कि मैले नुहाउन सुरु गरेपछि, त्यही भएर पनि एकदमै टाउकोमा प्रब्लम आइरहेछ। त्यही भएर मलाई चाँडै चिसो लागिहाल्छ कि। त्यही भएर माघे सङ्क्रान्तिमा नुहाउँ भने हिजो चाहिँ मैले खास भन्नुपर्दा टाउको मात्रै नुहाएँ। आज चाहिँ हिजो चाहिँ टाउको मात्रै नुहाएको थिएँ, अनि आज चाहिँ ऊ भएको कारणले चाहिँ अलिक सन्चो भएको जस्तो फिल भएर चाहिँ नुहाएको, अनि चिसो लागिहाल्यो माछा पनि त्यत्रो हालिदिनु है। आज चाहिँ मैले नुहाएको थिएँ, अनि त्यही भएर पनि मैले हेयर ड्रायर भेटेँ होइन। अनि खासै घाम पनि लागेन कि मैले नुहाउन सुरु गरेपछि, त्यही भएर पनि एकदमै टाउकोमा प्रब्लम आइरहेछ। त्यही भएर मलाई चाँडै चिसो लागिहाल्छ कि। त्यही भएर माघे सङ्क्रान्तिमा नुहाउँ भने हिजो चाहिँ मैले खास भन्नुपर्दा टाउको मात्रै नुहाएँ। आज चाहिँ हिजो चाहिँ टाउको मात्रै नुहाएको थिएँ, अनि आज चाहिँ ऊ भएको कारणले चाहिँ अलिक सन्चो भएको जस्तो फिल भएर चाहिँ नुहाएको, अनि चिसो लागिहाल्यो माछा पनि त्यत्रो हालिदिनु है। खानु यहाँ धेरैजना गाछ छ। सुरुमा भाइले सफा गर्यो, त्यसपछि दिदीले काँडाको धेरै काँडा यस्तो डेन्जर हुन्छ काँडा। आफैले खाएको डढाइ खायो भने त्यस्तै हो कि। अहिले अर्को भने के हुन्छ, डेन्जर छ है। यस्तै काम हुन्छ। अनि माइली दिदीले मसलाहरू अर्कायो भनिरहेको छु मैले। कस्तो छ भित्र खानु है। नचपाउनु भनिरहेको छु मैले। सो अहिले म चाहिँ सुपमा पुगेँ मिट छोडेर। यस्तो मिठो बनेको छ। सो मन चाहिँ यस्तो भयो। यस्तो
यति धेरै डर लाग्यो यति धेरै डर लाग्यो। अहिले चाहिँ एकदमै ठुलो इन्सिडेन्ट भयो कि बिरामी चाहिँ खाँदै हुनुहुन्थ्यो, मलाई चाहिँ बिस्तारै खानु पर्छ नि नडरे भन्दै हुनुहुन्थ्यो। भरे आफैले अड्काउनु भयो कि अब जस्ट नभन्दा नि हुने हो। बट अब एकदमै यो माछा खाँदाखेरि चाहिँ एकदमै केयर गरेर खानुपर्ने रहेछ कि। अब मैले फर्स्ट टाइम भन्दा नि सेकेन्ड टाइम परा लिबुलुङको सानो हुँदा एकदमै उसलाई चाहिँ फिस मनपर्छ, अरू केही पनि खाँदैन, फिस चाहिँ खान्छ। उसले पनि एकदमै इन्ट्रेस्ट गर्थ्यो अनि एक्साइट पनि हुन्थ्यो। आफै खाएछ कि अनि अड्काएको थियो कि घाँटी छेउमा। ओ माइ गड, त्यो अहिले पनि म सम्झिन्छु कि कति गाह्रो। अलिकति हाम्रो शरीरमा थोरै केही भयो भने त कति धेरै असर गर्छ बट यो जिब्रो चलिराख्ने ठाउँमा त झन् कति धेरै असर गरेको थियो होला क्या उसलाई। 3 दिनसम्म पनि उसले नभनेको के, मतलब भन्नु त भनेको थियो सुरुमै, अनि पछिबाट अब उसलाई निकाल्न खोज्दाखेरि मानेन बिचरा। अहिले यस्तो लाग्छ मलाई है, कति गाह्रो भएको थियो होला जस्तो फिल हुन्छ। अनि पर नै अड्किरहेको थियो उसको चाहिँ। अनि त्यो डक्टरलाई पनि देखायौँ बट डक्टरले देख्नु भएन कि छैन भन्नुभयो, बट उसलाई अड्किरहेको थिएछ। अनि पछि 3 दिनपछि पो अनि हामीले ब्रेड लिएको थियौँ, ब्रेड खाना दिएको थिएँ। अनि ब्रेड खाएपछि जाँदो रहेछ कि। अनि बट यस्तो पर के यत्रो अड्किरहेको थियो घाँटीमा। अनि म अहिले पनि सम्झिन्छु बिचरा कति गाह्रो भएको थियो होला भनेर कि। अनि त्यही सम्झिन्छु कि फिस खाँदाखेरि चाहिँ। अनि त्यही भएर अलिकति केही भयो भने एकदमै गाह्रो लाग्छ मलाई चाहिँ। अनि ब्रेड खाएपछि चाहिँ उसको गएछ। अनि 3 दिनपछि यति धेरै खुसी भइरहेको थियो कि ओ मेरो गयो घाँटीमा गयो, अर्कै जस्तो लाग्यो। अनि तिमीले अस्ति गयो भनेको होइन भनेको थिएँ। अनि होइन अर्कै जस्तो लागेको थियो, आज चाहिँ मजाले गयो भनेर कति खुसी एक्साइटेड भइरहेको थियो। अहिले यति ठुलो इन्सिडेन्ट भयो कि बिराङसँग पनि। उसको चाहिँ यो जिब्रो अलिक पर नै त्यो हुन्छ नि लास्ट दाँततिर, अनि अलिकति यस्तरी छेडेछ क्या जिब्रोले वार पार्कै। अनि उमाइ गड म त यति धेरै डर लाग्यो। अब फर्स्ट टाइम देखेँ कि यति लामो कि पसेछ। सो मैले यो कुरा चाहिँ किन पनि भनिरहेको छु भने हामीले अब हरेक चिजहरू चाहिँ केयर गरेर, मेन चिज चाहिँ अब खानेकुरा खाँदाखेरि फिस खाँदाखेरि चाहिँ अब मेन ध्यान दिएर खानुपर्छ। किनकि अब भयो भने त भइहाल्यो नि, अब भएन है हुँदैन भनेर हामी इजिली छोडिदिरहेको हुन्छौँ चिजहरूलाई। बट भइसक्यो भने त भइहाल्छ नि त्यो चिजहरू। अनि त्यही भएर बरु खाँदाखेरि टाइम दिएर के भन्छ त्यसलाई अब आफू केयर गरेर खाउँ है। सो त्यस्तो भयो। मलाई त केही पनि खानु मन परेन। त्यसपछि त एकदमै डर लाग्यो। म त आत्ति अब के गर्नु भयो नि। बट फाइनली आफैले तान्नु भयो। म त आत्तिरै सकिनँ। यस्तो म तान्छु कि अड्काउँछ कि फेरि यसरी तान्छु जिब्रो त्यो मासु अड्के जस्तो कि दाँतमा त हुन्छ नि अङ्कुसी त्यस्तोले अड्काए जस्तो फिल भएर ओ माइ गड भन्दा आफैले तान्नु भयो। सो फेरि खाँदै हुनुहुन्छ। म त नखानु भनेको, मलाई चाहिँ खानु मन लागेन। अनि मलाई चाहिँ सुप दिइराख्नु भएको छ यो। सो सुप पनि एकदम मिठो छ। हाम्रो कान्छी चाहिँ औषधि खाने भनेर सरी आउले यहाँ हेर। हाम्रो कान्छी औषधि खाने भनेर म हेर औषधि यहाँ राखिदिएको खाने भन्दै माग्दैछ। सरी मेरो मोबाइल फुटाइदिने है। कस्तो रहेछ हौ धन्दा, क्यामेरामा लागेन रहेछ। ऊ चाहिँ औषधि खाने भन्दै रुँदैछ। अनि अर्को दादा चाहिँ औषधि नखाने भन्दै रुँदैछ। नखोली बेबी न आमा खोली पो सकेछ। अघि खाइसक्यौ नि त तिमीले, पुगिसक्यो नि त बेबी, तिमीलाई पुगिसक्यो नि त। नखाए है आमा खोलेको हेर न बेबी। नखोली खाने भन्दैछु। भोलि खाए भोलि मागे गर नि दिनु। खोलेर दिनु अरे हालिदिनु। The next morning. ग्याङ चाहिँ हिँडियो है। बाई द वे गुड मर्निङ साथीहरू। अहिले चाहिँ हामी भाइलाई पुऱ्याउनु, भाइ र भिनाजु चाहिँ घर जाँदै हुनुहुन्छ। सो दुईजनालाई पुऱ्याउनको लागि हामी चाहिँ यता आइरहेको छौँ। सामान अलिक बढी भएको कारणले त्यही भएर धेरैजना छौँ। बट दुईजना हो जाने चाहिँ। पुगिसक्नु भएको छ, कोही यता हुनुहुन्छ कोही यता हुनुहुन्छ, कोही
अनि बिरामी पनि अफिस हिँड्नुभयो बाबु भाइहरूलाई पुऱ्याउँदै। सो गाडी चाहिँ यहाँ नजिक आइसकेको छ, घरै नजिक आएको भएर हामी यहाँ हिँड्दै हिँड्दै पुर्याउन आएको छौँ। अदरवाइज ट्याक्सीमा जानुहुन्थ्यो, गाडी चाहिँ नजिक आएको भएर हामी अहिले हिँडिरहेको छौँ। बिहान बिहान यस्तो चिसो हुँदो रहेछ, बाफ्रे बाफ्रे। तिमीलाई एक दिन हिँड्नलाई यस्तो गाह्रो हुँदो रहेछ, म झन् जेल्ली भन्नुहुन्छ बिरामी। सो त्यस्तो यही रहेछ। सो साथीहरू अहिले चाहिँ हामी भाइलाई पुर्याएर भाइ र भिनाजुलाई पुर्याएर अहिले फर्किँदैछु। बिहान उठ्नु भनेको यति ठुलो च्यालेन्ज जस्तो लाग्छ मलाई चाहिँ है। यदि बिहान उठ्नलाई पट उठिसकेपछि ठिकै हुन्छ, उठ्नु अगाडि यति गाह्रो हुन्छ सोचेर झोला बोकेर तिमीकोमा आउनु भएको थियो नि त आज बेबी। तिमीकोमा आउनु भएको अनि झोला बोके भरि खेलाउनु बोकेर हिँड्नु भएको। मैले भुन्नु त कति ज्ञानी भन्नुभएको हो। सो अहिले चाहिँ हामी नानाकोमा आएको थियौँ अनि खानालाई बिहान। अनि ऊ चाहिँ यहाँ नानाले सबै दादाको खेलाउन बोकिदिनु भएको, कस्तो माया लाग्दो गरेर बोकेर हिँडिरहेको रहेछ क्या। उताबाट हिँडिसक्यो नि त, उताबाट भाइ खोइ नि। ल भाइ त गएको, भाइले बोलौ पहिला बोलौ, माथि बोलौ। छिक्को आइ भनौँ। ओके। सो अब हामी चाहिँ खानासाना खाएर फेरि फर्कन लाग्यौँ। आऊ काले कस्तो माया लाग्दो बोकेर हिँडेको, कस्तो माया लाग्दो झोपुलु भएर बोकेर हिँड्नु भएको हो। झोपुलु भएर पो हिँड्नु भएको छ त हो। बाइक रहेछ, बाइक नराखे भुइँमा नराखी। अब हेभी पो रहेछ त, बेबी त। अनि कहाँ हिँड्नु भएको हो। ल हिँड घाममा एकछिन बसी ल, मम्मी र भाइलाई खुरी गरौँ घाममा। यता उयो घाममा बस्यो नि त। हेर न घाममा बस्नु अलिकति थोरै घाम भयो भने फेरि कस्तो छ भने उनीहरू आथा घाम पोलो भन्छ पो त। छि हौ बेबी डोन्ट डु दिस, कम हियर। भाइ खोइ नि, भाइ गो पपी खान्छ यहाँ। हेर जान नमानेको यो घाममा, यहाँ थोरै घाम छ। मैले जबरजस्ती लान्छु बेबीलाई। हुन्छ यहीँ बस्ने, आफै बोकी, आफै भन न। अर्कोले यस्तो झोला बोकेर आएको छ। भाइ डोन्ट गो, यहाँ घाममा आऊ भनेको, घाममा बस्नु नमानेको। त्यहाँ घाम लागेको रहेछ र। बाबा जाने ल, बाबा जाने। बेबी सबै घिसाइस् नि त हो छ्याचा फोरी। ल हामी चाहिँ तिम्माको घर आइपुगेको छ। यतापट्टि सानो बाल्कनी पनि रहेछ। वाउ। सो यतापट्टि यस्तो राम्रो ल्यान्डहरू है। स्कुल पनि यहीँ नजिक रहेछ। बोकिरहेको छु त म नि। तिम्माको घर आइपुगेको हो। अनि कस्तो राम्रो बनिसकेको रहेछ। वाउ बनिँदो रहेछ। खतरा भन्यो। खतरा। हामी चाहिँ छततिर। भाइ खोइ भाइ तल कि माथि जानुभयो भाइ। खै कता जानुभयो भाइ त माथि छतमा जानुभएछ त। यता चाहिँ बनिँदै रहेछ। ए घाम लागेको छ छतमा। यस 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 यस। आहा कस्तो मजा घाम लागेको। वाउ बेडरुम बन्छ। आइए मम्मी। आया फुटै हुन्छ होला यिनीहरूले। हेर न दादाको सबै सामान बोकेर आएको छ। अब हेर न दुईजना लड्छ है काली बोकेर हिँड्ने। अब दादा गो के खैरौँ कान्छी कति ल्यायो सामान। ए दादाको गाडीहरू। अघि चाहिँ हामी बाबुहरूसँग
धेरैतिर घुम्यौँ है। कोटेश्वर गयो, त्यसपछि भक्तपुर पुग्यो, भक्तपुरबाट बौद्ध हुँदै चाबेल हुँदै। उसको रियाक्सन हेर, उसलाई थाहा छैन। अहिले चाहिँ म बाबु लिन आएको थिएँ स्कुल। सो अब धेरै यो पानी नपरेर पनि हुनसक्छ अनि एकदमै वातावरण एकदम पोल्युसन भएको रहेछ है। त्यही भएर पनि अब यो चिसो पनि प्लस अब वेदरको यो इन्भाइरोमेन्टको पोल्युसनले गर्दाखेरि पनि अलिकति हरेक ठाउँमा धुवा धुलो एकदमै धेरै बढेको रहेछ कि। अब पहिले चाहिँ अब महानगरले एकदमै सफा राख्ने, सडकहरू यति राम्रो राखिराख्नु हुन्थ्यो। अहिले काम गर्न दिनुभएको छैन या काम भएको छैन त्यो चाहिँ थाहा भएन। बट एकदमै यो सडक हुँदै फोहोरहरू थुप्रिने, अहिले प्लास्टिकहरू थुप्रिने ठाउँमा भित्ता छेउमा, त्यो त अब अफकोर्स बनाउने त हामीहरूले नै हो। बट रै पनि अब त्यो खालको क्लिन चाहिँ